हेलो गाइज, नमस्कार। वेलकम टु माई न्यू ब्लग। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ ब्लगमा, नयाँ भिडियोमा है। म फेरि पनि तपाईँहरूको माझ सानो भिडियो लिएर फेरि प्रस्तुत भइसकेको छु। सानो भिडियो तपाईँहरूको अगाडि राख्न गइरहेको छु। सो गाइज, मैले एउटा कुरा पत्ता लगाएको छु, तपाईँहरूलाई थाहा छ? त्यो कुरा के हो भन्नुपर्दाखेरि युट्युबमा कसरी भाइरल हुने भन्ने कुरो मैले पत्ता लगाइदिएको छु। के तपाईँहरूलाई थाहा छ युट्युबमा कसरी भाइरल हुने, कसरी भ्युजहरू ल्याउने, अनि कसरी युट्युबदेखि इन्कम गर्न सक्ने, त्यसको बारेमा म तपाईँहरूलाई बताउँछु। कसरी हाम्रो भिडियो भाइरल हुन्छ, कसरी हाम्रो युट्युब च्यानल ग्रोथ हुन्छ, कसरी हाम्रो भ्यू ग्रोथ हुन्छ, अनि कसरी हाम्रो च्यानल अगाडि बढ्छ भन्ने कुरो म तपाईँहरूलाई अहिले बताउँछु। मतलब कुल मिलाएर बुझ्नु तपाईँ कि युट्युबमा भाइरल कसरी हुने, भाइरल हुने आइडिया म अहिले बताउँछु तपाईँहरूलाई। सो यसको लागि तपाईँहरूले यो भिडियो पुरै हेर्नु होला। यो भिडियोलाई स्किप नगरेर पुरा भिडियो हेर्नु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जानु होला, अनि लाइक पनि गरेर जानु होला है। तपाईले हेरिसक्यो भने यो भिडियो अरूमाझ सेयर गरिदिनु होला, किनकि यो कुरा अरूले पनि सिकोस्, अरूले पनि जानोस्। नयाँ नयाँ युट्युबरहरू, म जस्तै नयाँ नयाँ युट्युबरहरूले जानोस्। गाइज, यो ट्रिक तपाईहरूले युज गर्ने हो भने तपाईहरू रातोरात युट्युबमा भाइरल हुनुहुन्छ। रातोरात। के बोले भाइ? अब के बोले है। त्यसको लागि के गर्नुपर्छ भन्ने म तपाईँहरूलाई भन्छु है। सो त्यो भन्नुभन्दा अगाडि म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु है। त्यो कुरा के हो भन्नुपर्दाखेरि त्यो कुरा अलिकति सानो छ तर दुःखदायक कुरो छ है। सो प्लिज सबैले राम्रोसँग हेरिदिनु होला। यो कुरालाई जतिभन्दा जति सबैलाई सेयर गरिदिनु होला है। सेयर गर्नु होला सबैलाई। यो के भन्छन्, सोशल सर्भिस, सोशल सर्भिस मतलब एक नोटिफिकेसन हुन्छ यसले होइन। नोटिसन के भन्छ, नोटिफिकेसन हुन्छ नि। नोटिसन सबैलाई पुगोस्, सोसियल नोटिसन सबैलाई पुगोस् भन्ने मेरो इच्छा छ गाइज है। यसको लागि त्यो कुरा के हो भन्नुपर्दाखेरि हेर्नु, छोरी, यो छोरी भन्ने शब्द दुईटा अक्षरको छ है। जुन दुईटा अक्षरको छोरी भन्ने शब्द छ, त्यो अक्षर मात्र दुईटा अक्षरले बनेछ, तर त्यो सानो छ नि, सानो छ तर त्यसको भूमिका धेरै ठुलो छ। छोरी भन्नमा सर्ट हुन्छ, भन्नमा छोटो हुन्छ, तर त्यसको हाम्रो जीवनमा उतार्ने हो भने त्यो छोरीको शब्द, छोरी शब्दको महत्त्व धेरै ठुलो हुन्छ। कसरी? छोरी एउटा जुन शब्द छ त्यो भोलि गएर आमा बन्छ है। आमा भनेको हजुरहरूलाई थाहै होला। आमा भनेको हाम्रो सृष्टिकर्ता हो, जुनले गर्दा हामीहरू यो धरतीमा आएछौँ, जुनले हामीलाई यो धरतीमा ल्याए, दुःख पीडा कष्ट सहेर यहाँ ल्याए धरतीमा, हामीलाई जन्माए, आफूले दुःख पीडा सहेर हामीलाई हाम्रो सबै इच्छा पुराहरू गरेर, आफ्नो इच्छा मारेर हाम्रो इच्छा पुरा गरेर हामीलाई अगाडि बढाउने कोसिस जुन आमाले गर्छ, त्यो आमा छोरी हो है। अनि दोस्रो, त्यसपछि आउँछ बहिनी। छोरीको दोस्रो रूप पनि हुन्छ बहिनी। जुन बहिनी हाम्रो दुःख सुखमा हामीसँग साथ हुन्छ, दुःख सुख पर्दाखेरि माइतीको दैलोमा आउँछ है, साथ दिन अगाडि बढ्छ, त्यो पनि छोरीको एउटा रूप हो, जो बहिनी। सो यस्तै गरेर धेरै रूपहरू पर्छन्।
माइजू भाउजू सबै पर्छ होइन। त मेरो भनाइको मतलब के हो भने जो यो सब चिज छ, साली, माइजू, भाउजू, बहिनी, बुढी, आमा है, अनि आन्टी, काकी, हजुरआमा, यो सब जति पनि छ यो एउटै प्रकार हो, जो छोरी। ठिक छ, छोरीबाट जन्मदा जो छोरी हुन्छ, छोरीबाट यो सब चिज बन्ने छोरीबाट हो। सो त्यसको लागि हामीहरूलाई यो सब चाहिन्छ है। आमा चाहियो, आमा चाहियो, साली चाहियो, माइजू चाहियो, भाउजू चाहियो, बहिनी चाहियो, अनि अरू के सबै चिज चाहियो, बुढी चाहियो है, श्रीमती सब चाहिन्छ। तर छोरी किन चाहिँदैन? छोरी चाहिँदैन किन? वाइ? यो चिज लिएर म धेरै नराम्रो लाग्छ मेरो दिलमा है, मेरो मनमा नराम्रो लाग्छ। जुन छोरीले हामीलाई जन्माएर धरतीमा ल्याउँछ, हामीलाई भोलि त्यही छोरी चाहिँदैन। वाइ? किन? आजभोलि म धेरै हेर्छु, मेरै वरपर समाजमा पनि है, यताउता चाहिँ धेरै घटनाहरू घट्छ। बच्चा जब आफ्नो श्रीमती गर्भवती हुन्छ, गएर चेक गर्छन्, चेक गरेर त्यहाँ हेर्छन् छोरा छ कि छोरी छ कि। हुन त यो इलिगल हो, तर नेपालमा त सबै चिज चलिहाल्छ, इलिगलबाट पनि हेरिहाल्छन् छोरा हो कि छोरी। छोरी भयो त्यसलाई गर्भावस्था नै मारेर फालिदिन्छन् है। गर्भावस्थाभित्र जो सानो शिशु, जसलाई हामी भगवानको रूपमा लिन्छौँ भने उसलाई नै हामीहरू मारेर फालिदिन्छौँ। कस्तो विडम्बना हाम्रो देशको, कस्तो विडम्बना। जुन छोरी मान्छे हुन्छ उसलाई हामीले चेक गरेर गर्भावस्था नै पेटभित्र नै मारेर फालिदिन्छौँ। छोरा भयो भने ताली पिटेर त्यसलाई जन्माउँछौँ। सब चाहिने, छोरी किन नचाहिने? वाइ? छोरीले त्यस्तो केही बिगारे, त्यस्तो त केही भएको छैन है। सो त्यो कुरा लिएर मलाई अलिक चिन्ता हुन्छ। हाम्रो देशको भविष्य कता गइरहेछ, हाम्रो समाज कता गइरहेछ, हाम्रो घर परिवार कता गइरहेछ भन्दै यो कुराहरू म तपाईँहरूबाट आज मेरो दिलमा लागेको थियो, मेरो मनमा लागेको थियो, त्यो कुरा तपाईँहरूलाई म सेयर गर्दैछु गाइस। सो तपाईँहरूलाई कस्तो लाग्छ, यो राम्रो हो कि नराम्रो हो कि त्यो कमेन्टमा मलाई बताइदिनु होला। सबैलाई यो भिडियो सेयर गरिदिनु होला है। किनभने आजभोलि छोरा छोरी भनेको दुइटै समान हो। पहिलादेखि भन्छन्, अहिलेसम्म पनि भनिरहेछन्, तर व्यवहारमा त्यस्तो छैन। किन? यो भनेको एउटा ठुलो अपराध हो। त्यो अपराध चाहिँ नगरौँ। किनकि जब कुनै गर्भावस्थामा छोरा हो या छोरी जुनसुकै भए पनि प्लिज गाइज त्यसलाई डिस्ट्रोय नगर्नु हैन। किनकि उसको पनि एउटा प्राण हो। चाहे छोरी हो, उसले बाँच्न पाउने अधिकार हुन्छ, उसले पनि यो दुनियाँ देख्ने अधिकार हुन्छ। सो यस्तो भनेको, यो भनेको एउटा बाल क्राइम हो, एउटा यो क्राइम हो। यो क्राइमलाई नगरौँ। हामीहरू जानी जानी अपराध गरिरहेछौँ। सो यो कुरालाई लिएर अलि सिरियस भइदिनु होला सबै नेपाली जनताहरू। नेपाली जनता मात्र होइन, सबै कुनै ठाउँको मान्छेहरू पनि यस्तो नगरिदिनु होला। किनकि छोरीले पनि बाँच्न पाउनुपर्छ, उसले पनि सबै चिज जस्तो छोराले पाउँछ त्यस्तै उसले पनि पाउनुपर्छ भन्ने मेरो एउटा भनाइ छ। अब यो भनाइ होइन, धेरै जस्तो साथीहरूलाई नराम्रो पनि लाग्न सक्नु होला जसले यस्तो गरेछ। तर यस्तो हरकत चाहिँ नगर्नु। किनकि अब तपाईँहरू अब यस्तो मान्छेलाई मारेर या लुटपिट गरेर, बलात्कारै गरेर, चोरी चपाटी गरेर मात्रै क्राइम हुँदैन नि त, अपराध हुँदैन नि त। यो पनि त एउटा अपराध हो। हामीहरू आफ्नै हातले आफ्नै छोरीको
आफ्नै बच्चाको एउटा मारिदिन्छौँ, मारेर फालिदिन्छौँ भने त्योभन्दा ठुलो अपराध के हुनसक्छ है। सो गाइज यस्तो चाहिँ नगर्नु होला कसैले पनि। यदि जो नजानेको मान्छे छ उनीहरूलाई पनि भनिदिनु होला छोरोको आश नगर्नु है। छोरो जन्माउने सोचमा यहाँ छोरीले रँदै गयो भने उसलाई मार्दै गयो भने त्यस्तरी त हुँदैन नि त। त्यही भएर छोराछोरी दुइटै समान हो। आजभोलिको छोरीहरूले पनि धेरै काम गर्न सक्छ, धेरै चिजहरू गर्न सक्छ, देशको नाम अगाडि बढाइरहेछन्। आजभोलिको छोरीहरू पाइलट छन्, इन्जिनियर छन्, डक्टर छन्, सबै चिजमा प्रत्येक चिजमा छोरीहरू अगाडि छन् है। छोराहरूभन्दा छोरीहरू अगाडि छन्। सो वाइ यु नट छोरी किन चाहिँ नचाहिने, छोरा मात्रै किन चाहिने? छोरीले पनि त वंश अगाडि बढाउन सक्छ, छोरीले पनि त सबै चिज गर्न सक्छ। किन यस्तो भेदभाव किन? यो भिडियो म विशेष गरेर है मेरो एउटा म योभन्दा अगाडि कुनै ठाउँमा काम गर्दाखेरि मसँग धेरै सबै धेरै साथीहरू थिए। त्यो साथीहरूको एउटै प्रब्लम थियो, छोरी भयो भने तिनीहरूको परेशानी कसरी बिहे गर्ने, उसको कसरी दाइजो छोरीलाई कसरी पठाउने है। सो यसको कारणले गर्दा धेरै अपराधहरू भइरहेछ। यो अपराधलाई रोक्नको लागि प्लिज यस्तो काम चाहिँ नगरिदिनु होला। अनि कुनै इलिगल कामहरू पनि नगरिदिनु होला। अनि यो दाइजो प्रथालाई चाहिँ हटाउँ सबैले है, यो चाहिँ नराम्रो कुरो हो। सो आजभोलिको सबैले फ्रिडम लाइफ जिउन पाउनुपर्छ। यदि तपाईँहरू यस्तै क्राइमहरू गर्दै गयो भने त कहाँबाट हुन्छ है। भोलि छोरीचेली नै भएन भने तपाईँहरूले कसलाई बुढी भन्ने, कसलाई आमा भन्ने, कसलाई के भन्ने है। सो गाइस यो कुरालाई ध्यानमा राख्दै तपाईँहरू सबैलाई यो भिडियो सेयर गरिदिनु होला है। च्यानलमा नयाँ छौ भने लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। सो गाइज यो चाहिँ मैले मेरो आज मनमा रहेको कुरा हो भन्न खोजेको तपाईँहरूलाई मैले भनिसकेँ। सो अब कुरो रह्यो युट्युबमा भाइरल कसरी हुने भन्ने कुरो। गाइज एकैछिन मेरो छोरा आइरहेछ उताबाट, सानो बाबु, म अहिले तपाईँहरूलाई देखाउँछु, त्यसपछि म तपाईँहरूलाई यो कुरा भन्छु है। गाइज एकैछिन म बोलाएँ, बाबु टाक्लो কি খান না আছে? হ্যাঁ কি খান না আছে? हाथ इसको चाटला है भैया। क्या खा रहा है? 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 जी कर ढोक दे, ढोक दे। यहाँ हेर त के हो? के खा रहा है? के खाना है? हाँ के खाना है? के खाना है? यहाँ हेर त टाक्लो। सो गाइज मेरो छोरा अहिले भर्खरै तपाईँहरूले देख्न सक्नुभयो। यो अब अर्को छोरा हो, मैले तपाईँहरूलाई थाहै छ, जसले हेर्नु भएको छ यसलाई चिन्नुहुन्छ। यसको नाम हो स्वागत। सो गाइज यो सबै त ठिकै छ है। अब कुरो रह्यो त्यो युट्युबमा भाइरल हुनुपर्ने कुरा है। त्यो कुरा चाहिँ म पनि खोजिरहेको छु गाइज होइन, कसरी भाइरल हुनुपर्छ, कसरी के गर्नुपर्छ भन्ने त्यो कुरा म पनि सिक्दै गइरहेको छु। मैले पनि सिकेको छैन, म पनि तपाईँहरूबाट सिक्दै गइरहेको छु गाइज। त्यो कुरा तपाईँहरूलाई थाहा लाग्यो भने तपाईँहरू जान्नुहुन्छ भने मलाई पनि सिकाइदिनु होला गाइज है। सो यसको लागि के गर्नुपर्छ भने मलाई थाहा भयो भने त म तपाईँहरूलाई बताइदिन्थेँ, तर मलाई थाहा छैन गाइज। यो एउटा तपाईँहरूसँग सानो प्र्याङ्क थियो।
कैसे कैसे लोग रहते हैं यार यहाँ पर। यसको लागि जसलाई थाहा छ त्यसले मलाई कमेन्टमा लेखेर बताइदिनु होला यसरी भाइरल हुनुपर्छ भनेर। म पनि भाइरल होला, तपाईँहरूको साथ सपोर्ट पायो भने म पनि भाइरल होला है। सो इसके लिए गाइज मेरे को तो पता नहीं कैसे वायरल होते हैं, आप लोग को पता होगा तो मेरे को ज़रूर बताइएगा, कमेंट में मेंशन करिएगा और मेरे वीडियो को आगे तक भेज दिएगा। गाइज यति भन्दै तपाईँहरूबाट आज म बिदा हुन्छु। हस्, नमस्कार, बाई बाई, फेरि भेटौँला नेक्स्ट भिडियोमा। बाई।